नमस्कार, म ईश्वरी प्रसाद तिमल सिन्हा, चन्द्रगिरी नगरपालिका वडा नम्बर 4 को वडा सचिव। अब यस वडा कार्यालयबाट सेवा प्रवाहको सन्दर्भमा सर्वप्रथम म जानकारी गराउँछु। हाम्रो नियमित काम अन्तर्गत चाहिँ मालपोत, सम्पत्ति कर सङ्कलन, व्यवसाय दर्ता, त्यसपछि नवीकरण, घरबाट 4 किल्ला लगायतका चाहिँ 35 प्रकारका सिफारिस, व्यक्तिगत घटना दर्ता, त्यसपछि सामाजिक सुरक्षाको दर्ता, नवीकरण, नागरिकताको सिफारिस, नाबालक परिचय पत्रको सिफारिस, विभिन्न विकास निर्माणका योजनाहरू अनि कार्यक्रमहरू पनि हाम्रो चाहिँ यो वडाबाट सेवा प्रवाह हुन्छन्। त्यसै गरी अहिले हाम्रो आर्थिक वर्ष 79-80मा चाहिँ यो नक्सा पासी EBPS भनेको अनलाइन प्रणालीबाट चाहिँ विकास भइरहेको छ। यो कुरो मैले समग्र चाहिँ नियमित हुने कामकाजको विषयमा कुरा गरेँ। अब हाम्रो तथ्यगत रूपमा हेर्दाखेरि राजस्व सङ्कलन चाहिँ यो जुन 2076-77देखि चाहिँ जुन कम्प्युटर रसिद जारी भयो, त्यसदेखि पछि हाम्रो अहिलेको यो अस्ति वैशाखको 22 गते 83 वैशाख 22 गतेसम्म 4,21,61,000 चान्चुन चाहिँ राजस्व सङ्कलन भएको छ। त्यसमा चाहिँ सबैभन्दा धेरै चाहिँ हाम्रो सम्पत्ति कर अर्थात् 1,04,66,000 चान्चुन चाहिँ यो हाम्रो सम्पत्ति कर सङ्कलन भएको छ। अब यो कम्प्युटर रसिद जारी भइसकेपछि सुरुको आर्थिक वर्षमा हाम्रो जम्मा 39,30,31,000 चान्चुन चाहिँ राजस्व सङ्कलन भएकोमा अहिलेको हाम्रो चाहिँ 81-82 को चाहिँ तथ्याङ्क हेर्दाखेरि चाहिँ 68,78,000 चान्चुन चाहिँ हाम्रो राजस्वको चाहिँ प्रगति त्यस्तो छ। त्यसै गरी अब यो सामाजिक सुरक्षा भत्ताको लाभग्राहीको कुरा गर्दाखेरि हाम्रो चन्द्रगिरी नगरपालिका वडा नम्बर 4 मा चाहिँ यो अहिलेको याभन्दा अगाडिको चाहिँ तेस्रो त्रैमासिक भनेको अब चालु आवतको तेस्रो त्रैमासिकको चाहिँ जम्मा लाभग्राही सङ्ख्या 485 जना हुनुहुन्छ। त्यसमा सबैभन्दा बढी चाहिँ ज्येष्ठ नागरिक अन्य हाम्रो चाहिँ 287 जना ज्येष्ठ नागरिक अन्य हुनुहुन्छ भने सबैभन्दा कम चाहिँ दलित बालबालिका अन्तर्गत 1 जना हुनुहुन्छ। अब हाम्रो यो त्यति लाभग्राहीको लागि चाहिँ निकासा रकम झन्नै चाहिँ 50 लाख चाहिँ त्रैमासिक रूपमा जाने गर्दछ। अब व्यक्तिगत घटना दर्ताको कुरा गर्दाखेरि जम्मा हाम्रो 74 साल 1 महिना 1 गतेदेखि 82 सालको चैत्र मसान्तसम्मको चाहिँ गणना गर्दाखेरि हाम्रो जम्मा 1,716 जनाको चाहिँ यो वडा कार्यालय मार्फत अनलाइन प्रविधिबाट अनलाइन सिस्टमबाट चाहिँ घटना दर्ता भएको देखिन्छ। त्यसमा चाहिँ 598 जनाको जन्म दर्ता, त्यसपछि 196 जनाको चाहिँ मृत्यु दर्ता, 513 जोडीको विवाह दर्ता र बसाइसराईको हिसाब गर्दाखेरि बसाइसराई यहाँ यो वडाबाट अन्यत्र जानेको हकमा 73 परिवारका 214 जना र यो वडा कार्यालयमा चाहिँ बसाइसराई गरी आउनेको चाहिँ सङ्ख्या 100 परिवारका 350 जना हुनुहुन्छ। अब हाम्रो यो आर्थिक वर्ष 79-80 मा चाहिँ EBPS सिस्टम अथवा अनलाइन नक्सा पास प्रणाली विकास भइसकेपछि 90 जनाको चाहिँ घर निर्माण भएको भवन निर्माण भएको देखिन्छ। त्यो अभिलेखीकरण सहितको डाटा हो। त्यसै गरी अब हाम्रो वडा कार्यालयबाट सेवा प्रवाह गर्दाखेरि जुन 2074 सालको वैशाखदेखि नागरिकता सिफारिस, नागरिकताको प्रतिलिपि सिफारिस, त्यस्तै नाबालक परिचय पत्रको सिफारिस गर्दा जम्मा 1,644 जनाले यो वडाबाट त्यस्ता खालका सिफारिसहरू प्राप्त गरेको हामीसँग डाटा छ। बजेटको कुरा गर्दाखेरि हाम्रो यो नगरपालिकाको चाहिँ विनियोजनबाट जम्मा 1,30,00,000 चाहिँ आर्थिक वर्ष अहिले चालु आर्थिक वर्षमा यो विनियोजन भएको छ। अब त्यसमा लक्षित वर्ग अनि त्यसपछि
क्षमता विकास अथवा चाहिँ सशक्तिकरण विकास निर्माण अब यहाँका चाहिँ परम्परालाई चाहिँ धान्ने गरी अथवा परम्परालाई चाहिँ निरन्तरता दिने गरी जात्रा मात्रा त्यसै गरी हाम्रा चाहिँ वडा कार्यालयबाट हुने सेवा प्रवाहलाई चाहिँ आइटी बेस बनाउनको लागि त्यस्ता चाहिँ क्षेत्रमा खर्च भएको पाइन्छ भने अब हाम्रो अब आउने आर्थिक वर्षमा चाहिँ हामीले अलिकति यो विकासको मोडालिटीलाई चाहिँ अलिकति फेरबदल गरेर बाटोघाटोमा भन्दा अब मानव पुँजी विकास गर्ने हिसाबले चाहिँ अगाडि बढ्ने खालका सोचहरू गरेका छौँ। त्यसमा चाहिँ सामाजिक नक्सा बनाउने यो वडाको चाहिँ वार्ड प्रोफाइल अनि त्यसपछि व्यक्तिगत रूपमा चाहिँ हेल्थ प्रोफाइल बनाउने कुरा र अब चाँडै नै हामी चाहिँ यो बालमैत्री वडाको लागि पनि काम गर्दैछौँ। त्यसै गरी अब व्यक्तिको चाहिँ क्षमता विकास गरेर रोजगार र स्वरोजगारलाई चाहिँ प्रायोरिटी दिने गरी क्षमता विकास गर्ने र सशक्तिकरण गर्ने खालका चाहिँ योजनाहरू रहेको छ।